हेलो एभ्रिवान, आज चाहिँ हामी चाहिँ यो नेपालको सबैभन्दा ठुलो ताल रमणीय ताल रारा तालमा छौँ। अनि यता हुनुहुन्छ हाम्रो रवि सरकार, अनि यता छु म। ल रवि खेलेको खै देखाम त, ल देखाम, ल खेलौँ सर खेलौँ। अब यिनीहरू लल्लु त यस्तै हो नि, म फेरि उतै जान्छु। ल मोबाइल नि लड जान्छ दुबे छोल्टी लौ भनेर जान हुन्थ्यो, अहिले आफै दुबे हेलो गाइज, आजको यात्रा हो हाम्रो कता हो सर? हाम्रो यात्रा आज लन्डन। इन्टु लन्डनमा क्या आजको यात्रा हो हाम्रो चाहिँ स्विमिङ खेल्न हो। यता हाम्रो राइडर सर हुनुहुन्छ होइन। अनि यो ठाउँको नाम हो पटनेरी। हो। अनि हामी चाहिँ पौडी खेल्न गइरहेछौँ। आज चाहिँ आजको यात्रा हाम्रो पौडी खेल्न जाने हो। मलाई होइन यसले के पौडी खेल्न आउँछ कि आउन्न भनेर सोधिरहेको होइन। मुलाले आफूलाई पौडी खेल्न आउनु रहेछ, यो मलाई आउँछ कि आउन्न भनेर सोधिरहेको। मलाई चाहिँ आउँछ, मलाई मजा खानु केटा। मलाई चाहिँ पौडी खेल्न आउँछ ठिकठाकै भनौँ होइन। म तालमा पनि पौडी खेलेको छु। म लेक साइडमा पौडी खेलेर आएको मान्छेलाई म उता सेती बस्नु पनि थाहा छ सेती कि पोखरा उता बस्ने बेलामा म त्यो प्याराग्लाइडिङको ल्यान्डिङ हुने ठाउँ छ त, त्यहाँ जान्थेँ होइन। के गरेर 9-10 वर्षको हुने बेला उता जान्नु हुँदा। हेलो साथीहरू, हाम्रो यता सबिन चापागाई हुनुहुन्छ होइन अलि। ओ माई गड, ल खोला हेर्नु है, खोला। हेलो गाइजहरू, हामी चाहिँ होइन खोलामा अब डाइभ छर्ल्याङ डाइभ हान्यो। खोला चाहिँ यो त सानो यार, सानो यो ल सोच हाम्रो गाउँको त्यो निस्कुटको ताल कति ठुलो छ, त्यसको लागि त के छेउ पनि हेर्ने यार। महेल्नी चाहिँ यता हो, महेल्नी यता। उता चाहिँ अलि सानो हो क्या, सानो हो त्यसमा फेरि खेल्न मजै हुन्न नि त फेरि मलाई। अलि खेली चाहिँ अलि भयङ्करमा खेल्ने हो कि फेरि। यता दादाको फोटो खिच्नु त राम्रो कस्तो घर होला है, एउटा फोटो हान्न त। ससुर मेरो भाइ पहिला हो त्यो फुक्किन सर। हेलो गाइज, के छ हल्ली चल्ली? हाम्रो ठिक छ होइन। आज चाहिँ हामी चाहिँ बेगनास तालमा ट्याक्क लगाएर चाहिँ माछा मार्न आएका छौँ। फिसिङ। यता हुनुहुन्छ हाम्रो मनोज सर, यता छु म, अनि यता हाम्रो भाइ, अनि पछाडि यता अङ्कल हुनुहुन्छ होइन। हामी चाहिँ ट्याक्क यहाँ चाहिँ एउटा हानेर पनि छोडे खाम। माछाहरू चाहिँ पर्नुहुन्छ कि पर्नुहुन्न है भन्ने कुरा फाल। सबिन चापागाई, यता हाम्रो अङ्कलजी हुनुहुन्छ। यता हाम्रो 25 बहादुर। तैँले बामा हालेको होइन निको दाना यस्तो पाराले कता अङ्कल यतातिर नि खै माछा त अघि यहीँ उफ्रिन्थ्यो कि रे, खास यसलाई हान्न खोजेको उता यता गइदियो। यस्तो गरौँ अब ट्याक्क हामी चाहिँ यहीँ तिनवटा चाहिँ थापेर बसे हाम। अब हामी चाहिँ के निर्णयमा पुग्यो भने चाहिँ माछा पर्दै परेन। अब मनोज चाहिँ ट्याक्क हेलमेट लगाएर यहाँ पानीभित्र गएर चाहिँ
होइन माछाको नायकीसँग भेटेर चाहिँ किन पर्नु भएन हजुरहरू चाहिँ भनेर सोध्नु जाने प्लान भइरहेछ जाने यो फेरि गफ गफ गर्न पानीभित्र हामी चाहिँ होइन उता माछा मार्न गएको माछाले हामीलाई साथ दिएन महोदय होइन त्यही भएर हामी चाहिँ ट्र्याक लाएर अब चाहिँ हामी चाहिँ यसो पौडी खेल्न जान्छौँ पौडी खेलेर ट्याक्क गर्मीमा पौडी खेलेर ट्याक्क लाएर शीतल हुन्छ त्यसपछि चाहिँ हामी के गर्छौँ घर फर्किन्छौँ त्यही हो यस्तो बवाल छ ठाउँ चाहिँ है बवाल छ मजा हिरो देखेछु होला कि चस्मा लगाएर अब माछा मार्नु त त्यस्तै भयो अब ट्याक्क लाएर चाहिँ हामी चाहिँ पौडी खेल्छौँ होइन पौडी खेल्छौँ एकछिन यस्तो गर्मी भइन्छ है पानी यस्तो छ पानी त राम्रै छ हेलो गाइज हामी चाहिँ अहिले बेग्नेस तालमा छौँ होइन टक्क गर्मी बस्यो बेग्नेस नभन्ने यार भाइ यार के रारा ताल भन्ने अहिले चाहिँ हामी चाहिँ यहाँ रारा तालमा नेपालको सबैभन्दा ठुलो ताल रारा तालमा चाहिँ हामी पौडी खेल्न आएको छौँ होइन ट्याक्क लाएर अब म चाहिँ उता पुगेर आउँछु है त गाइज ल यति हो म त मलाई त यहीँ पुग्यो अन्त यहीँ तैरा ओहो बेग्नेस ताल जाम न दुईटा जमाइ चाहिँ फेरि हुनु आज हामी चाहिँ ट्याक्क लाएर डेट फ्री ट्याक्क लाएर यता चाहिँ रवि सरकार यता हुनुहुन्छ हाम्रो मनोज सरकार यता हुनुहुन्छ हाम्रो अङ्कल फेरि आज चाहिँ हामी फेरि चाहिँ पौडी खेल्न आएका छौँ आज चाहिँ हाम्रो कलेज बिदा थियो ट्याक्क लाएर फेरि यो ठाउँमा चाहिँ हामी पौडी खेल्ने छौँ है भ्लग अन्त्यसम्म हेरेर साथ दिनु होला ओम नमः शिवाय हामीलाई एउटा युवती प्रदान दिनुहोस् यता हुनुहुन्छ रवि सरकारको उयो कट्टु नयाँ किनेको हो ब्रान्डेड हो यता सरको फेरि कति परेको हो 5000 अङ्कल हजुर फेरि ब्रान्डेड कुन चाहिँ हो 25 रुपियाँको रविको फेरि 5000को भन्ने सुन्थ्यो के अरे ओहो नि ल गाइज हामी चाहिँ फेरि बाबाजी र चेलाजी फेरि आइसक्यौँ होइन कम ब्याक भएर फेरि अर्को दिन चाहिँ ट्याक्क सोल्टी के छ हल्ली चल्ली ल अब हाम्रो यो मेरो चेलाले चाहिँ अब ट्याक्क डाइभ हान्ने रे होइन ट्याक्क डाइभ साइभ हान्छन् उता चाहिँ होइन ट्याक्क माछा साछा मारिरहन् माछा मार्ने मान्छे राम्रोसँग माछा मार ल जान त ल ओइ दुबे सोल्टी लौ भनेर जान हुन्थ्यो अहिले आफै दिबे रमाइलो पनि भयो मनोरञ्जन पनि भयो सबै भइसक्यो अब चाहिँ फेरि हामी जानु लागेको हो रविले चाहिँ 2-3 घुट्का चाहिँ रारा तालको पानी पिउन पाए अवसर पाए भनौँ न भनेपछि अब रविको ब्रान्डिङ रविको के हुन्छ अरे ब्रान्ड भ्यालु पनि बढ्ने भयो नि त अब सोल्टीको ब्रान्ड बढ्ने भयो ब्रान्ड 2-3 घुट्का पानी खाइसकेँ मैले बचाएँ झन्डै मरेका डुबेका त्यतिका हो त्यही भएर पौडी खेल्न नआउने साथीहरूलाई चाहिँ पौडी खेल्न लिएर आउनुहुन्न रहेछ यार डुबेर झन्डै तँलाई झन्डै बचायो भने बेलामा सोल्टी यहाँबाट वहाँ पुगेर तँलाई उद्धार गरे गुरा काट्यो झन्डै 5000को कट्टु हरायो रविको डुबेर झन्डै 5000को कट्टु हरायो रवि सरकारको